अहोरात्र खटेर सेवा गरिरहनुभएका कर्मचारी बहिनी तथा अरू सम्पूर्ण व्यक्तित्वहरू, बेवारिसी अवस्थामा रहनुभएका यस आश्रममा बस्नुभएका सम्पूर्ण अनाथ, अशक्त, असहाय र बेवारिसी व्यक्तित्वहरू, आज हामी दीप ज्योति भजन कीर्तन समूहको तर्फबाट 6 जना व्यक्तिहरू, म आफू वीरनाथ कडेल, दिलु गैरे, बालानन्द कडेल, रामप्रसाद सापकोटा, पदमलाल कडेल, मनरोपा कडेल, हामी 6 जनाले आफूले आर्जन गरेको केही रकमबाट हाम्रो ऋषिमुनिहरूले, हाम्रो शास्त्रले भनेको छ, आफूले आर्जन गरेको रकमबाट 10% मात्रै पनि दान गर्न सकियो भने साँच्चै साहित्य मुक्तिको बाटो कोर्न सहज हुन्छ भनेर हाम्रा शास्त्रहरूले उल्लेख गरेको छ। दानै गर्न भनेर हात बनिए, बाला बेदी के फल, मन्त्रै रत्न भनेर तिम्रो बनियो, नस्वादका खातिर। हामी हाम्रा बनेका हातहरूले यस्तै असहाय, अशक्त, बेवारिसी व्यक्तित्वहरूको आत्मालाई शान्ति दिलाउने खालका कामहरू गर्न सक्यौँ भने पक्कै पनि हामी एउटा मुक्तिको बाटो छान्नेछौँ भन्ने उद्देश्यले यस आश्रममा भोजनको व्यवस्था गरेका छौँ। र म अर्को कुरा पनि के यहाँहरूसँग आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु भने म भिरुकोट विकास मञ्च चितवन नवलपुर क्षेत्रीय समितिको अध्यक्ष पनि रहेका कारणले हाम्रो यो भिरुकोट विकास मञ्चको तर्फबाट म भोलि पर्सि एक दिन आएर अध्यक्षका लागि केही रकम प्रदान गर्नेछु भन्ने कुरा यहाँहरूसँग चाहिँ अनुरोध गर्दै, यहाँहरूले जुन कार्य गर्नुभएको छ आश्रममा रहेर उहाँहरूको सेवा गर्नुभएको छ, त्यसको लागि म पुनः यहाँहरूलाई धन्यवाद व्यक्त गर्दै यहाँहरूबाट बिदा हुन्छु। हस्, धन्यवाद।